क्षेत्रफलको आधारमा विश्वको ठुला देशहरू एक नम्बरमा छ युरोप र एसियामा अवस्थित रसियाले विश्वको 11.5% भूभाग ओगटेको छ। यसको क्षेत्रफल छ 1,70,75,200 वर्ग किलोमिटर। 1,70,75,200 वर्ग किलोमिटर। 2 नम्बरमा छ क्यानाडा उत्तर अमेरिकामा अवस्थित पश्चिमी गोलार्धको ठुलो देश, सबैभन्दा ठुलो देश क्यानाडा। यसले 6.7% विश्वको 6.7% भूभाग ओगटेको छ। क्यानाडाको क्षेत्रफल छ 49,85,670 वर्ग किलोमिटर। 3 नम्बरमा छ संयुक्त राज्य अमेरिका USA उत्तर अमेरिकामा अवस्थित। यसले विश्वको 6.5% भूभाग ओगटेको छ। USA को क्षेत्रफल छ 96,31,418 वर्ग किलोमिटर। 96,31,418 वर्ग किलोमिटर। 4 नम्बरमा छ चीनले विश्वको 6.4% भूभाग ओगटेको छ। यो एसियाको सबैभन्दा ठुलो देश हो। यसको क्षेत्रफल छ 95,96,960 वर्ग किलोमिटर। 5 नम्बरमा छ ब्राजिल दक्षिण अमेरिकाको ठुलो देश, विश्वको 5औं ठुलो देश ब्राजिल। दक्षिण अमेरिकाको ठुलो देश, विश्वको 5औं ठुलो देश ब्राजिलले विश्वको 5.7% भूभाग ओगटेको छ। यसको क्षेत्रफल छ 85,11,965 वर्ग किलोमिटर। 85,11,965 वर्ग किलोमिटर ब्राजिलको क्षेत्रफल। 6 नम्बरमा छ अस्ट्रेलिया ओसेनिया क्षेत्रको ठुलो देश। यसले विश्वको 5.2% भूभाग ओगटेको छ। यसले विश्वको 5.2% भूभाग ओगटेको छ। अस्ट्रेलियाको क्षेत्रफल छ 76,86,850 वर्ग किलोमिटर। 76,86,850 वर्ग किलोमिटर। 7 नम्बरमा छ इन्डियाले विश्वको 2.3% भूभाग ओगटेको छ। यो एसियामा पर्दछ। यसको क्षेत्रफल छ 32,87,590 वर्ग किलोमिटर। 32,87,592 वर्ग किलोमिटर। इन्डियाको क्षेत्रफल 32,87,592 वर्ग किलोमिटर। 592 वर्ग किलोमिटर। अनि 7 नम्बर पछि 8 नम्बरमा अर्जेन्टिना दक्षिण अमेरिकामा पर्दछ। अर्जेन्टिना विश्वको 2% भूभाग ओगटेको छ। यसको क्षेत्रफल छ 27,66,890 वर्ग किलोमिटर। 9 नम्बरमा छ काजाकिस्तान एसियाको ठुलो भूपरिवेष्टित देश हो। यसले विश्वको 1.8% भूभाग ओगटेको छ। यसको क्षेत्रफल छ 27,17,300 वर्ग किलोमिटर। अब 10 नम्बरमा छ अल्जेरिया अफ्रिका महादेशको ठुलो देश हो। अफ्रिका महादेशको ठुलो देश अल्जेरिया विश्वको 10औं ठुलो देश हो। यसले विश्वको 1.6% भूभाग ओगटेको छ। 1.6
अफ्रिका महादेशको ठुलो देश, विश्वको 1.6% भूभाग ओगटेको। अल्जेरिया क्षेत्रफल 23,81,740 वर्ग किलोमिटर।